हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। मलाई थाहा छ तपाईँहरू चाहिँ मेरो भ्लग हेर्न नपाएर एकदमै तडपिराख्नु भएको थियो र अहिले चाहिँ हामी कालीमाटीतिर जाँदैछौँ। किन थाहा छ? किनकि हामी त्यहीँ जानुपर्छ। मिस्टर आर्यन लामिछाने विथ सिभिक सेन्स नलेज। लम्मा भने गीत हालिदिन्छु। ओ गाडी आउँदैछ। ल गाइज अहिले चाहिँ म तपाईँहरूलाई अगाडि देखाइदिन्छु। यो ल गाइज अहिले हामी चाहिँ आइसक्यौँ। हामी बस्ने यहीँ हो, तर हामी चाहिँ अब अगाडि जान्छौँ त्यहाँ मिठाई सागरमा। के खाना खै के खुवाउँछ अब त्यही खाना जान्छौँ। अनि यो टेकुको पुल हो। अनि अब चाहिँ हामी जाँदैछौँ मिठाई सागरतर्फ। अनि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ जुबिल्यान्ड कलेज छ। हामी चाहिँ जाँदैछौँ टक्कसँग। यहाँ चाहिँ जाम धेरै लाग्दो रहेछ। ल हेर्दै गर्नु होला। ल गाइज अहिले चाहिँ हामी बसन्तपुरमा छौँ र यहाँ चाहिँ भीमा दिदी अनि यहाँ चाहिँ हाम्रो युवराज भिनाजु र यहाँ चाहिँ मैले एउटा टुरिस्ट भेटिसकेको छु। ल गाइज अघि चाहिँ भ्लग बनाउँदै मोबाइल झऱ्यो र मुना आन्टी झर्ना यहाँ चाहिँ हामी सबैजना आएको छौँ र त्यहाँ बाबाको चाहिँ क्रिस सरले फोटो खिचिदिनु भएको छ। फोटो सुट पनि भइसकेको छ। हाम्रो फोटोग्राफर क्रिस सर दुवैजनाको एकैचोटि भयो होइन। पठाइदिनु न व्हाट्सएप नम्बरमा हालेर। हजुर भीमा। ल गाइज म चाहिँ तपाईँहरूलाई अझै राम्रो दृश्य देखाइदिन्छु। कहाँ पुगिसकि कहाँ उहाँ रहेछ गाइज। गाइज बल्दो मान्छे। ल अब चाहिँ म तपाईँहरूलाई अर्को दृश्य चाहिँ उता गएर देखाइदिन्छु। हेर्दै गर्नु होला। ल गाइज के छ खबर हो? कहाँ होइन कि त? ल आउनु ल सबैजना। अहिले चाहिँ हामी बसन्तपुरमा छौँ गाइज। अनि यहाँ हेर्न सक्नुहुन्छ माहौल चाहिँ दामी छ एकदमै। स्ट्रिट भ्यू हेर्नु, स्ट्रिट भ्यू एकदम बबाल। ल हुन्छ। अनि खोइ त क्रिस सरहरू। यो चाहिँ स्मिता लामिछाने, यो चाहिँ इजिता लामिछाने, यो चाहिँ राधिका लामिछाने, भीमा लामिछाने। भन्दिनँ, सबले चिन्छन्। अनि गाइज ल गाइज हेर्दै गर्नु होला। अहिले चाहिँ अब फोटोसुट हुन्छ अरे, हेर्दै गर्नु होला तपाईँसँग। ल गाइज अहिले चाहिँ हामी बसन्तपुरबाट निस्किसकेका छौँ र बसन्तपुर जाने पुल चाहिँ यहाँनिर छ, विष्णुमती नदी पुल भन्ने चाहिँ। त्यहाँ हेर्न सक्नुहुन्छ अगाडि, जसलाई चाहिँ मैले पछिल्लो भिडियोमा चाहिँ लन्डन ब्रिज भनेर हालेको थिएँ र तपाईँहरू सामु मैले त्यसलाई देखाएको थिएँ। र अहिले चाहिँ यहाँनिर एकदमै ट्राफिक हुन्थ्यो, तर अहिले चाहिँ यहाँ खाली छ। द्याट्स वाइ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम रोड अहिले खाली छ। अनि म चाहिँ अहिले जाँदैछु टक्कसँग बसन्तपुरको ब्रिज कटेर, विष्णुमती नदी पुल कटेर। हेर्न सक्नुहुन्छ यताबाट पनि जान सकिन्छ, तर तपाईँहरूलाई म यो ब्रिज देखाइदिउँ कि भन्ने सोचमा छु। अनि यो ब्रिज हेर्न सक्नुहुन्छ तपाईँहरू, बवाल छ। तपाईँहरूलाई चाहिँ मैले लन्डन ब्रिज भनेर पनि देखाएको थिएँ। यस्तो छ ब्रिज। यो ब्रिजको दृश्य हेर्नुभयो र म चाहिँ यताबाट निस्किन्छु। यहाँनिर यतापट्टि चाहिँ खोला छ र यहाँ पहिले चाहिँ एउटा एक्सर्साइज गर्ने ठाउँ थियो, त्यहाँ अहिले पनि रहेछ। र हेर्नु पुल चाहिँ एकदमै बवाल बनाएको छ यहाँको, जे होस् होइन। त्यसैले अब चाहिँ म जाँदैछु। आज चाहिँ पोर्चुगल भर्सेस खोइ कसको छ, तर छ पोर्चुगल भर्सेस खोइ 10:45 थियो। अनि अब चाहिँ हेर्ने हो गएर मस्तसँग। ल त्यति बेलासम्म मेरो भ्लग हेर्दै गर्नु होला। ल गाइज यहाँ चाहिँ अहिले उज्यालो छ, सो द्याट्स वाइ मैले चाहिँ क्यामेरा अन गरेको छु र लाइट अन गरेको छैन। र चाहिँ तपाईँहरूलाई देखाउँछु म विष्णुमती पुल। यस्तो छ।
ल गाइस हेर्दै गर्नु होला मेरो छोटो मिठो ब्लग। अब चाहिँ म तपाईँहरूलाई एकैचोटि गएर रुममा देखाइदिन्छु। ल गाइस हिजोको ब्लगपछि चाहिँ हामी फेरि जोडिसकेका छौँ र हिजो चाहिँ पोर्चुगल भर्सेस डिआर कङ्गोको गेम हेरेर 2 बजे सुतेको र फेरि चाहिँ म भिनाजुसँग हिँड्दैछु। कता आएर भिनाजु? बाफलतिर हामी जाँदैछौँ बाइकमा टक्कसँग। र गाइस अहिले चाहिँ यहाँ यस्तो भिड हेर्नु, ट्राफिक जाम पर्छ, त्यही भएर अहिले हेर्दै गर्नु होला। गाइस अहिले चाहिँ हामी अब तेल हाल्न निस्केको अनि यहाँ चाहिँ अब एउटा आर्मी क्याम्प छ, खत्रै छ। तपाईँहरूलाई म अगाडिको भ्यू देखाइदिन्छु। यो ठाउँ राम्रै छ तर मेरो मोबाइलको क्वालिटी राम्रो नदेखिएको। जोशी टावर आइसकेको छौँ हामी। जोशी टावर हामी आइसकेका छौँ र यहाँ चाहिँ आर्मी क्याम्प छ। हामी चाहिँ यो जोशी टावर र अब चाहिँ हामी पेट्रोल हाल्न जाँदैछौँ, हेर्दै गर्नु होला। ल गाइज आजको लागि यति नै, हेर्दै गर्नु होला। कस्तो लाग्यो त तपाईँलाई? एकदम बबाल पोर्चुगल बबाल, तर अलि राम्रो खेल्नुपर्छ। ल गाइज अब चाहिँ हामी माथि जान्छौँ अनि हेर्दै गर्नु होला। आजको लागि यति नै, बाई बाई।